अहिले तपाईहरु प्रत्यक्ष हाम्रो यो पर्सवामा भएको श्री बिन्दवासिनी धामको त्रिशूल तपाईहरुले गंगोलियाको खेतबाट पनि त्रिशूल देख्न सक्नुहुन्छ। आफ्नो एरिया कहाँ छ भन्ने ट्याक्क लोकेसन ट्याक्क थाहा पाइन्छ गाइजहरु। तपाईहरु पनि आउनुस् र यो शिवरात्रिलाई महाशिवरात्रि मनाउनु पर्छ र त्रिशूलमा दान दक्षिणा चढाउनुस् र अझै राम्रो अझै भव्य मन्दिर बनाउने प्रयास हामी केवल जारी नै छ। तपाईहरुले आएर दानपेटीमा हाल्दिनुस् र दानपेटीको पैसा सबैभन्दा दानपेटीको पैसा कहाँ जान्छ थाहा छ? गोजामा हैन, भगवानको गोजामा लिन हुन्न। गोजामा जाँदैन, मन्दिर बनाउन मन्दिरको कार्यक्रममा जस्तो चीजहरुमा खर्च हुन्छ। आवश्यक टाइममा युज हुन्छ, त्यो बिना बाहेक अरु टाइममा युज हुँदैन। त्यसैले दान दक्षिणामा पैसा चढाउनुस्। बाहिर पैसा चढाउनु भयो भने पन्नीरको हातमा हुन्छ फेरि। त्यही भएर केमा बिन्दवासिनी धामको दानपेटीमा। ब्रेकिङ न्यूज सबै तपाईहरु देख्न सक्नुहुन्छ त्यहाँ थिमलखती पाकेको रहेछ, यता हरियो यता पाकेको रहेछ र तोरीको हालत त्यस्तै छ। गर्ने गर्यो बालाराम भाइ। अब यो घाम चर्किन लागेको बेलामा हाम्रो तोरी पाकिसक्यो र जति पनि बेरोजगारी हुनुहुन्छ प्लिज रोजगारीको लागि सिर्जना गर्नुस् र सिर्जनाको लागि रोजगारी चाहिएको छ भने हाम्रो खेतमा आउनुस्। हाम्रो खेतमा अहिले रोजगारी पाइन्छ किनकि यहाँ तोरी छिन्ने टाइमिङ भइरहेको छ। अहिले हामी यो देख्न सक्नुहुन्छ यो गंगोलियामा आइसकेको छौँ। यहाँ हाम्रो एउटी चकचके भान्जी पछि लाएर आइछिन्। एकदम काम नलाउँछिन् कि प्यारा माउन पर्छिन् 8 क्लासमा कुनै काम छैन। अस्तिको चोटि त 3टा ब्याग लाग्यो आरिसालाई। रिजल्ट हेर्न जाँदा 4वटा त 0-0 आएको। त्यति त आलु पनि 0 हुन्न कि। ल देख्न सक्नुहुन्छ। अब हामी घर जान लाग्यो। तोरी चाहिँ अहिले फाइनली पाक्न लाउन लागेको छ र हाम्रो यो बिन्दवासिनीको त्रिशूल पनि अहिले हामी निरीक्षण गर्नको लागि गंगोलियाबाट देखिन्छ किन भनेर हेर्न आएको थियौँ। तर गंगोलियाबाट फाइनली देखिने रहेछ। यो पनि हाम्रो क्रेज कन्टेन्ट हुने भयो र प्लिज महाशिवरात्रिमा तपाईहरु आउनुस् र त्रिशूलको आगमन गर्नुस् र हाम्रो बिन्दवासिनीमा मन्दिरमा दानपेटीमा दान दक्षिणा चढाउनुस् र मन्दिरलाई राम्रो बनाउनुस्। आउनुस्। गाइजहरु म प्रत्यक्ष अहिले म काँचो साइकलमा बसेर हिँडेछु। तपाईहरुलाई मलाई डर माइल आउट बनाउन सक्नुहुन्छ। प्रत्यक्ष अहिले हामी खेतमा गएर आइसकेका छौँ गाइजहरु र त्यसपछि हामी यो त्रिशूलको आगमन पनि गरिसक्यौँ र त्रिशूलमा राम्रो हुने शक्ति पावर हुन्छ किनकि हर हर महादेव काल हर कष्ट हर दुख हर रोग हर अनि ग्रह हैन कष्ट हर के हर हो अरु हर हर महादेव। ल अरु नआएछ के भन्नु डाइरेक्ट इन्ड गर्दै जान्छु डिसी। ल गाइजहरु यो बाटो पनि बिजोड्नु पर्ने रहेछ। स्ट्रिममा जानको लागि के कस्तो